एक्सपेन्स म्यानेजमेन्ट सिस्टम सर्टकटमा इएमएस सफ्टवेयर। यो भिडियोमा म एक्सपेन्स म्यानेजमेन्ट सिस्टम अर्थात् इएमएस डिजाइन सम्बन्धी कामहरू गर्नेछु। सुरुमा एक्सपेन्स म्यानेजमेन्ट सिस्टम भनेको कस्तो किसिमको सफ्टवेयर हो त्यसबारेमा केही कुरा बुझौँ। एक्सपेन्स म्यानेजमेन्ट सिस्टम भनेको कुनै पनि युजरले इन्टरनेटमा गएर आफ्नो नाम इमेल एड्रेस राखेर रेजिस्टर गरिसकेपछि उनीहरूले आफूले दैनिक गर्ने खर्चहरूको बारेमा एक्सपेन्स म्यानेजमेन्ट सिस्टम सफ्टवेयरमा गएर रेकर्डहरू राख्न सक्छन् र यो रेकर्ड राखिसकेपछि उनीहरूले आफूले कुन सब्जेक्टमा बढी खर्च गर्दछु अथवा मन्थली एक्सपेन्सेस कति हुन्छ भनेर पछि हेर्न सक्नेछन्। सो बेसिकली यसमा सुरुमा युजर हुन्छ त्यसपछि युजरले रेजिस्टर गर्नेछ इएमएसमा। युजरले रेजिस्टर गरेपछि एडमिनले यसलाई एप्रुभ गर्नुपर्ने हुन्छ। अहिले फेसबुक अथवा जिमेलको एकाउन्ट खोल्दाखेरि एसएमएसबाट एप्रुभ गरिन्छ भने म त यसमा एडमिनले म्यानुअली एप्रुभ गर्ने सिस्टम बनाउँदैछु। युजरले रेजिस्टर गरेपछि एडमिनले एप्रुभ गर्नुपर्ने हुन्छ। जब एडमिनले एप्रुभ गर्छ त्यसपछि युजरले लगइन गर्ने पाउनेछ। त्यसपछि युजरले लगइन गरिसकेपछि उसले आफ्नो दैनिक खर्चहरू इन्टर गर्न सक्नेछ र त्यसपछि उसले अन्त्यमा लग आउट गर्न सक्छ। सो यहाँनिर हामीले सबभन्दा पहिले युजर नै क्रिएट गर्नुपर्ने हुन्छ। युजर क्रिएट गरिसकेपछि त्यो युजरलाई एडमिनले लिस्टिङ गर्छ र हेर्छ र को युजरले रेजिस्टर गरेर हेर्छ र कसलाई एप्रुभ दिने अथवा कसलाई डिनाइ गर्ने भनेर एडमिनले म्यानुअली त्यहाँनिर आफ्नो विन्डोमा गएर क्लिक गरेर युजरलाई एप्रुभ अथवा डिनाइ गर्न सक्छ र एप्रुभ भइसकेपछि बल्ल युजरले लगइन गर्छ र लगइन गरेपछि उसले आफ्नो एक्सपेन्सेसहरू रेकर्ड गर्न सक्छ र त्यसपछि उसले लग आउट गरेर त्यो सफ्टवेयरबाट एक्जिट गर्न सक्छ। यो सेम फेसबुककै जस्तै हुन्छ। यो नर्मली वेब एप्लिकेसनमा उस्तै कुराहरू हुन्छ। अब सुरुमा युजर हुन्छ, त्यसलाई रेजिस्टर गर्नुपर्ने हुन्छ र रेजिस्टर गरेपछि उसले आफ्नो अन्य फेसिलिटीहरू उसले युज गर्न सक्नेछ। र यो एक्सपेन्स म्यानेजमेन्ट सिस्टम अथवा इएमएस सफ्टवेयरको लागि म डेटाबेस टेबल डिजाइन गर्दैछु। अब अहिले टेबलमा सबभन्दा पहिले हामीले युजर सम्बन्धी नै रेकर्ड राखौँ। त्यसको लागि युजर भन्ने टेबल बनाउनेछु र यो युजर भन्ने टेबलमा के राख्ने भन्दाखेरि सुरुमा चाहिँ युजर आइडी राख्नु परिहाल्यो। यो चाहिँ हरेक टेबलमा राख्नुपर्ने हुन्छ। आइडी एउटा चाहिँ युनिक फिल्ड चाहिने हुनाले कुनै पनि डाटाबेसलाई पछि मोडिफाई गर्नु पर्यो भनेदेखि एउटा युनिक फिल्ड चाहिन्छ। त्यही युनिक फिल्डको लागि यो युजर आइडी बनाएको हो र यो चाहिँ प्राइमेरी की हुन्छ र यो अटोमेटिक इन्क्रिमेन्ट पनि हुन्छ। यसको मतलब के भनेदेखि यो युजर आइडी कहिले पनि दोहोरिँदैन। डाटा रिमुभ गरे पनि डाटा अपडेट गरे पनि युजर आइडीले पनि बढेको गर्छ र कहिले पनि दोहोरिँदैन। फर इक्जाम्पल एउटा नयाँ युजर हामीले क्रिएट गऱ्यौँ भने त्यो युजर आइडी सुरुमा 1 हुन्छ, फेरि नयाँ थप्यौँ भने 2 हुन्छ र यो बढेको गर्छ र यसले गर्दाखेरि हाम्रो युनिक आइडेन्टिटी बन्छ र डाटाबेस पछि मोडिफाई गर्नु पर्यो भने यही आइडीको आधारमा डाटाबेसहरू मोडिफाई गर्न सकिन्छ। त्यस्तै फुल नेम, त्यस्तै इमेल, म सबै स्मल लेटरमा लेख्छु इमेल, त्यस्तै पासवर्ड, त्यस्तै गरी एज पनि एउटा राखिदिन्छु। यो एज किन राखेको भनेदेखि नर्मली एज त चाहिँदैन तर पनि कुनै अर्को सफ्टवेयरको लागि यो चाहिन सक्छ। अहिले मैले यो एक्सपेन्स म्यानेजमेन्ट सिस्टम मात्रै गरिरहेको छु भने हरेक स्टुडेन्टको आफ्नो प्रोजेक्ट हुनसक्छ। त्यसमा एज चाहिन सक्छ, त्यसमा चाहिँ फोन नम्बर चाहिन सक्छ र त्यतिखेर स्टुडेन्टहरूले
एजमा डाटा भेरिएबल कुन राख्ने, इन्ट राख्ने कि स्ट्रिङ राख्ने कि फोनमा के राख्ने, स्ट्रिङ राख्ने कि इन्ट राख्ने कि डबल राख्ने कि भनेर कन्फ्युज हुनसक्छ र यो इक्जाम्पलले चाहिँ त्यो कन्फ्युजन हटाउँछ हामीलाई यहाँ नचाहिए पनि। त्यस्तै एड्रेस पनि राखौँ, त्यस्तै स्ट्याटस पनि राखौँ। यो स्ट्याटस चाहिँ किन राखेको भनेदेखि यो त इन्ट हो, त्यसलाई म इन्ट बनाउँछु र स्ट्याटस चाहिँ किन राखेको भनेदेखि कुनै पनि युजरले सुरुमा रजिस्टर गर्दाखेरि यो स्ट्याटस चाहिँ पास गर्दैन, उसले स्ट्याटस चाहिँ 0 पास गर्छ। पास गऱ्यो भनेदेखि अथवा पास नगरे पनि त्यो 0 नै हुन्छ र 0 स्ट्याटस छ भनेदेखि चाहिँ त्यो युजर चाहिँ एप्रुभ भइसकेको छैन भनेर बुझ्नुपर्ने हुन्छ। र यो स्ट्याटसमा 1 छ भनेदेखि चाहिँ युजर चाहिँ भेरिफाइड भइसकेको छ अथवा एप्रुभ भइसकेको छ भनेर बुझ्नुपर्ने हुन्छ। यो आफैले यसलाई एसाइन गर्ने हो। 0 भनेको चाहिँ नट एप्रुभड, त्यसपछि 1 भनेको चाहिँ एप्रुभ र 2 भनेको चाहिँ अथवा -1 राख्थ्यौँ। -1 भनेको चाहिँ डिनाइड भनेर राख्यौँ यसलाई, अथवा यसलाई चाहिँ ब्लक्ड अथवा ब्यान्ड भनेर राखौँ। यसो युजरको स्ट्याटस 3वटा हुनसक्छ। एउटा त 0 भइहाल्यो, यो एप्रुभ नभएको बेलामा यो 0 हुन्छ र 1 भयो भने एप्रुभ हुन्छ र -1 भयो भने ब्यान्ड हुन्छ। यो भनेको चाहिँ एडमिनले पछि त्यो नम्बरहरू इन्टर गरेर त्यो स्ट्याटस मेन्टेन गर्छ। त्यस्तै अरूको चाहिन्छ भने मेसेज। यो मेसेज चाहिँ के हो भनेदेखि जस्तो स्ट्याटसमा ब्यान्ड छ भनेदेखि युजरलाई एटलिस्ट एउटा मेसेज त दिनु पऱ्यो नि त, किन ब्यान गरिएको छ, त्यसको लागि मैले यो मेसेज भनेर बनाएको। र त्यसपछि डेट, यो युजरले कहिले रेजिस्टर गरे हो त्यो डेट पनि सेभ गरौँ यसमा। त्यस पछाडि अर्को एउटा रिमार्क भनेर पनि बनाऊँ, REMARK, यो रिमार्क पनि बनाऊँ। यहाँ यो रिमार्कमा चाहिँ एडमिनले युजर सम्बन्धी कुनै इन्फर्मेसनहरू एक्स्ट्रा इन्फर्मेसन राख्न सक्छ। युजरले राख्न पाउँदैन कि यो चाहिँ एडमिनले राख्न पाउने। सो यहाँनिर अब युजरले इन्टर गर्ने कुरा भनेको फुल नेम हो, इमेल हो, पासवर्ड भयो, एज, फोन, एड्रेस र यति मात्रै। यो डेट पनि हामी आफै हाल्छौँ, मेसेज पनि हामी आफै दिन्छौँ, रिमार्क पनि हामी आफै हाल्छौँ र स्ट्याटस त हामी आफै हाल्ने नै भयो। सो यो युजरको टेबल भयो। अब यो टेबलमा भएको फिल्डहरू चाहिँ कुन डेटा टाइप राख्ने हो भन्ने कुरा कन्फ्युज हुनसक्छ। त्यसमा चाहिँ जस्तै युजर आइडी जहिले पनि इन्टिजर राख्ने र अटोमेटिक इन्क्रिमेन्ट पनि बनाउने र प्राइमेरी की पनि बनाउने। फुल नेम जहिले पनि भ्यारिकर राख्ने, स्ट्रिङ हो, यो चाहिँ फुल नेम चाहिँ 50 क्यारेक्टर लेन्थको राख्दा हुन्छ। इमेल पनि भ्यारिकर राख्ने र यो इमेल चाहिँ 255 क्यारेक्टर लेन्थ बनाउँदा राम्रो हुन्छ। पासवर्ड पनि भ्यारिकरै राख्न सकिन्छ, यो चाहिँ 50 क्यारेक्टर लेन्थ राख्दा हुन्छ। जस्तै एज, यो चाहिँ इन्टिजर राख्दा हुन्छ एज चाहिँ। अब फोनमा चाहिँ फेरि टेक्स्ट राख्नुपर्ने हुन्छ, इन्टिजर राख्नु हुँदैन फोनमा। फोन लामो हुनसक्छ अथवा हामीले एउटाभन्दा बढी फोन कमा दिएर पनि राख्न सक्छौँ टेक्स्ट गऱ्यो भने, र फोन पनि 50 राख्दाखेरि पुग्छ। एड्रेस पनि 50 अथवा 100 टेक्स्ट भ्यारिकर राख्दा हुन्छ। स्ट्याटस इन्टिजर मैले अघि भनिसकेँ। मेसेजमा पनि भ्यारिकर हाल्ने, यो पनि 100 लेन्थ राख्दा हुन्छ। डेटमा डेट टाइम राख्ने, राख्नु डेटको साथसाथै टाइम पनि सेभ गर्न मिल्छ। त्यस्तै रिमार्कमा पनि 100 क्यारेक्टरको भ्यारिकर राख्दा हुन्छ। अब यो युजरको टेबल भन्यो। अब युजर पछि आइटमको टेबल बनाउँछु म। आइटमको लागि ITM भन्ने टेबल बनाउँछु। यहाँ ITM आइडी चाहिहाल्यो, सेम रिजन मैले युजरलाई दिएकै रिजन यसलाई पनि हुन्छ। र आइटमको नेम, आइटमभन्दा पहिला आइटम क्याटेगोरी बनाऊ। आइटम CATO क्याटेगोरी, र यसमा आइटम क्याटो आइडी, नेम र यसको रिमार्क एउटा राखौँ। र यसको साथसाथै एउटा हामीले युजर आइडी पनि बनाऊँ।
मैले यो सफ्टवेयरमा चाहिँ के गर्छु भनेदेखि कुनै पनि युजरले एक्जिस्टिङ नभएको आइटम क्याटेगोरी आफै एड पनि गर्न सक्छ। यो युजर आफैले पनि आइटम क्याटेगोरी थप्न पनि बनाउनु लागेको हुनाले म यहाँ युजर आइडी पनि राख्छु। यो युजर आइडी किन राखेको भनेदेखि यो युजरले कुनै पनि आइटम क्याटेगोरी थप्यो भनेदेखि यो युजर आइडी त्यहाँ गएर बस्छ। बसिसकेपछि पछि हामीले यो युजर लागि मात्रै उसले थपेको आइटम क्याटेगोरी डिस्प्ले गराउँछौँ, किनभने यो आइटम क्याटेगोरी सबैलाई चाहिने नहुन सक्छ। त्यही भएर युजरले थपेको आइटम क्याटेगोरी त्यही सम्बन्धित युजरले मात्रै हेर्न मिल्ने बनाउनको लागि मैले युजर आइडी पनि राखेको हो। र अब आइटम क्याटेगोरी भएपछि अब आइटम पनि बनाऊँ। र आइटमको आइटम आइडी चाहिहाल्यो, त्यस्तै आइटम क्याटो आइडी पनि चाहिहाल्यो। यो आइटम चाहिँ कुन चाहिँ क्याटेगोरीमा पर्छ भन्नको लागि। त्यसपछि यो आइटमको नेम पनि चाहियो। त्यसपछि सेम रिजन फेरि यहाँ पनि युजर आइडी राखौँ। सेम रिजन आइटम क्याटेगोरी पनि युजरले क्रिएट गर्न सक्छ जस्तै आइटम पनि युजरले क्रिएट गर्न सक्छ, किनभने हामीले सबै आइटम इनपुट गरेर साध्य नै हुँदैन। आइटम त जति पनि हुनसक्छ। त्यही भएर युजरले आफूलाई चाहिएको आइटम छैन भनेदेखि आफै एड पनि गर्न सक्ने। बनाउनको लागि हामीले यो आइटममा युजर आइडी भनेर राखेको छौँ। त्यस्तै अब एउटा रिमार्क पनि राख्न सकिन्छ, जस्तो एउटा ब्ल्याङ्क स्पेस, तिनवटा भयो टेबल। अब एउटा अर्को टेबल, यो मेन टेबल हो, लास्ट टेबल भनौँ अहिलेको लागि। चाहियो भने फेरि हामी थप्नेछौँ। यो चाहिँ एक्सपेन्स टेबल हुन्छ, EXPENS एक्सपेन्स टेबल। यो चाहिँ युजरले एक्सपेन्स गरेको रेकर्ड स्टोर गर्नको लागि यो चाहिँ मेन टेबल नै यही हो। अब यसमा एक्सपेन्स आइडी चाहिहाल्यो, एक्सपेन्स आइडी, आइटम आइडी, त्यस्तै युजर आइडी, त्यस्तै गरेर डेट, एक्सपेन्स गरेको डेट, अनि रेट, कुनै पनि आइटमको रेट, क्वान्टिटी, एमाउन्ट, फाइनल एमाउन्ट, रिमार्क। जम्मा 4वटा टेबल बनेको छ यहाँ, युजर, आइटम क्याटेगोरी, आइटम र एक्सपेन्स। र अब हामी यो एक्सपेन्स आइडी भनेको इन्टिजर भइहाल्यो, प्राइमेरी की भइहाल्यो, अटोमेटिक इन्क्रिमेन्ट पनि चाहिन्छ। यो आइटम आइडी, युजर आइडी सबै फरेन की हो, यो चाहिँ यहाँ एक्जिट हुनैपर्छ यहाँ इन्टर गर्नको लागि। त्यस्तै यो डेट भनेको एक्सपेन्स रेकर्ड राखेको डेट हो। रेट भनेको कुनै पनि आइटमको रेट आफै इन्टर गर्नुपर्छ। जस्तै क्वान्टिटी कतिवटा क्वान्टिटी लियो पछि हेर्नको लागि, अनि एमाउन्ट कति एमाउन्ट भयो टोटल, त्यो क्वान्टिटी र रेट क्यालकुलेट गरेर एमाउन्ट। त्यसपछि केही एक्स्ट्रा कुरा राख्नुपर्छ भने रिमार्कमा राख्न सकिन्छ। र यदि 4वटा टेबल भएपछि अब हाम्रो एक्सपेन्स म्यानेजमेन्ट सिस्टम बनाउनलाई सकिन्छ। र पछि केही अन्य कुरा थप्नु पऱ्यो भने म यसलाई मोडिफाई गर्ने नै छु। अब हामी भिजुअल स्टुडियोमा गएर यो हामीले जुन प्लानिङ गरेको छौँ यो प्लानिङ अनुसार एसक्युएल सर्भरमा डाटाबेसहरू क्रिएट गर्नेछौँ। अब हामी नयाँ भिजुअल स्टुडियो प्रोजेक्ट खोलौँ। मैले चाहिँ भिजुअल स्टुडियो 2010 युज गरेको छु। यसको लागि फाइल, न्यू प्रोजेक्ट। हाम्रो चाहिँ सिसाबमा वेब बेस्ड एप्लिकेसन हो यो, ASP.NET वेब एप्लिकेसन। र यहाँ नाम दियौँ हामीले एक्सपेन्स, EXPENSC म्यानेजमेन्ट सिस्टम नाम दिउँ, ओके गरौँ। र हाम्रो एउटा ब्ल्याङ्क वेबसाइट बनेको छ, यो केही पनि छैन, डिजाइनमा हेर्दाखेरि यो खाली छ। र सबभन्दा पहिले हामी डाटाबेस नै डिजाइन गरौँ। यसको लागि सर्भर एक्सप्लोरमा जाउँ। सर्भर एक्सप्लोरर भ्यूबाट पनि निकाल्नु मिल्छ, यहाँबाट सर्भर एक्सप्लोरर। र यहाँबाट चाहिँ डाटाबेस कनेक्सन गरौँ। क्रिएट न्यू एसक्युएल सर्भर डाटाबेस भन्नेमा क्लिक गरौँ र सर्भर नेम यहाँनिर डिस्प्ले हुन्छ। मैले त्यहाँ एसक्युएल एक्सप्रेस जुन भिजुअल स्टुडियो 2010 मा डिफल्ट आउँछ त्यो नै युज गर्दैछु। मेरो एसक्युएल एक्सप्रेस हो, सेलेक्ट गर्छु
र डेटाबेसको नाम दिन्छु म यो चाहिँ EMS डाटाबेस डाटा राखिदिन्छु नाम चाहिँ राखे पनि हुन्छ बुझ्ने गरी राख्दा हुन्छ र यहाँनिर EMS डेटा क्रिएट भएको छ अब यसमा मैले टेबलहरु क्रिएट गर्ने पर्ने हुन्छ राइट क्लिक गर्ने एड न्यू टेबल सबभन्दा पहिला म युजर टेबल बनाउँछु कोलमको नाम यहाँबाट हेर्दै हेर्दै गर्नेछु युजर आइडी छ युजर आइडी डेटा टाइप चाहिँ प्राइमेरी की चाहिने हुनाले यो चाहिँ इन्टिजर बनाऊ र यहाँ तलको कोलम प्रोपर्टीबाट गएर हामीले आइडेन्टिटी स्पेसिफायर गर्ने हुन्छ इज आइडेन्टिटी ट्रु इन्क्रिमेन्ट 1 ले आइडेन्टिटी सिट 1 यति भएर पुग्छ यसले अटोमेटिक इन्क्रिमेन्ट गरिदिन्छ र यसलाई राइट क्लिक गरेर सेट प्राइमेरी की यो भयो अब त्यस्तै गरी हामीले डेटाबेसमा अन्य फिल्डहरु हालौं फुल नेम यो चाहिँ भ्यारक्यार हुन्छ एन भ्यारक्यार राखेर पनि हुन्छ एन भ्यारक्यार 50 यो भयो हुन्छ त्यस्तै पासवर्ड त्यसपछि इमेल हालौं इमेललाई पनि एन भ्यारक्यार म्याक्स हालौं किन इमेल ठुलो पनि हुन सक्छ त्यस्तै पासवर्ड राखौं यसलाई चाहिँ एन भ्यारक्यार 50 मात्रै गरौँ त्यस्तै आएर एज छ एजमा हामीले सिम्पली इन्टिजर राख्दा हुन्छ त्यस्तै आएर फोन नम्बरमा चाहिँ एन भ्यारक्यार 50 राख्छु म यहाँ एड्रेसमा एन भ्यारक्यार म्याक्सिमम एड्रेस लामो पनि हुन सक्छ त्यस्तै गरी स्ट्याटस भनेको मैले अघि नै भनिसकेको छु स्ट्याटसमा म सिम्पल नम्बर राख्छु इन्टिजर त्यही 0 छ भनेदेखि एप्रुभ नभएको 1 छ भने एप्रुभ भएको -1 छ भनेदेखि चाहिँ ब्यान गरेको त्यसै गरेर अर्को छ अनि एउटा यहाँ छुटाए जस्तो लाग्यो युजरमा मैले एउटा फिल्ड छुटाएको छु थपौँ त्यो हो एडमिन भन्ने फिल्ड थपौँ यो इन्टिजरै हो यो एडमिन चाहिँ 0 छ भनेदेखि यो नर्मल युजर हो र यदि 1 छ भनेदेखि यो चाहिँ एडमिन हो एउटा एडमिन फिल्ड थप्नु पर्ने हुन्छ हामीले यहाँ म थप्छु एडमिन यो पनि इन्टिजर त्यस्तै गरेर अर्को रिमार्क मैले अघि भने रिमार्क दिके राखेको हो के डाटाहरु सेभ गर्नु पर्यो भने यसलाई मैले एन भ्यारक्यार म्याक्स गरिदिएको छु अघि मैले 100 लेन्थको भयो भने पुग्छ भनेको थिएँ यो म्याक्स भनेको 255 लेन्थको हुन्छ क्यारे यो 55 56 हुन्छ र यसलाई सेभ गरौँ कन्ट्रोल एस थिचेर त्यसपछि यसको नाम चाहिँ युजर ओके यति गरेपछि मेरो युजर टेबल यहाँ क्रिएट भएको छ अब युजर टेबल क्रिएट भइसकेपछि अब युजर ले डेटा एन्ट्री गर्नको लागि युजरले रेजिस्टर गर्नको लागि मैले पेजहरु बनाउने छु त्यसपछि म जति बेला मलाई नयाँ टेबल चाहिन्छ त्यति नै खेर बनाउने छु नयाँ टेबल बनाउँदै जाने छु अब म यो default.aspx पेज मलाई हटाइदिन्छु यो मलाई चाहिँदैन म नयाँ पेज क्रिएट गर्छु न्यू आइटम र मास्टर पेज फिल्डमा म क्रिएट गर्छु site1.master छ नाम म नाम डिफल्टै राखौँ र मास्टर पेज यहाँ क्रिएट भएको छ मास्टर पेज भनेको चाहिँ कुनै पनि वेबसाइटमा स्ट्याटिक बस्ने जस्तै हेडर र फुटर हुन्छ माथि टाइटल हुन्छ मेनु हुन्छ लोगोहरु राखेको हुन्छ त्यो टपको अनि तल बटनमा फुटर हुन्छ एउटा त्यस्तै गर्न खोजेको मास्टर पेज भनेको त्यस्तै गर्ने हो जस्तै याहू एक्चुअली याहू खोल्छु मैले मास्टर पेज भनेको के हो देखाउनको लागि जस्तै यो याहूको माथिपट्टि जस्तै यो यसमा त त्यति साह्रो छैन रहेछ
जस्तै यो माथि एउटा फिक्स भएको छ यो हेडर भयो तलपट्टि एउटा फुटर भनेर कुनै पनि वेबसाइटमा बनाएको हुन्छ यहाँतिर रहेछ अर्को अर्को वेबसाइट खोल्नेछु यसमा अलिक क्लियर देखिन्छ यो क्लासिक टेकको वेबसाइट हो जस्तै यो क्लासिक टेकमा यो माथि यो लोगो छ मेनुहरू छ यो हेर्दा भयो र यहाँनिर चाहिँ करियर क्यालेन्डर फिडब्याक यो फुटर भयो यो चाहिँ हरेक पेजमा आइरहेको हुन्छ जस्तै यहाँनिर इन्टरनेट सर्भिसमा गयो भने यो माथिपट्टि फेरि त्यो आइरहेको हुन्छ यो तल पनि आइरहेको हुन्छ यही हेडर र फुटर राखे जस्तै हामीले मास्टर पेज बनायो भनेदेखि यस्तो मेनुहरू राख्नलाई हामीलाई सजिलो हुन्छ हुने भएको हुनाले मैले मास्टर पेज बनाएको हो र यो मास्टर पेजमा हल्का डिजाइनिङ गरौँ जस्तै यो बडीभन्दा बडी पछाडिमा एउटा डिप बनाउँछु डिप आइडी इक्वल टु हेडर एडिआर हेडर त्यतिकै यो आइडी एक्जिट नभए पनि यो बनाउँछु म अब यहाँनिर एउटा हेडर लेखिदिन्छु ठुलो अक्षरमा EXPNSCNNGNT हेरेर भयो अब यहाँ फुटर पनि बनाइदिन्छु बडी भन्दा अगाडि डिप यो डिप भनेको त सिम्पली डिभाइड मात्रै गरे हो डिप आइडी इक्वल टु फुटर यहाँ चाहिँ कपिराइट जे लेखिदिनु भयो कपिराइट अब यसको लेआउट हेरौँ अब यो टपमा एक्सपेन्स म्यानेजमेन्ट सिस्टम भनेर आउँछ र तलपट्टि चाहिँ कपिराइट भनेर आउँछ र यो बिचको भागमा चाहिँ हाम्रो चाहिँ हरेक पेजहरू डिस्प्ले हुन्छ अब यहाँ युजर रेजिस्टर पेज होला अथवा एडमिन पेजहरू होला सबै यहाँ बिचमा आउँछ यो माथि चलाएको जहिले पनि यतिकै बस्छ त्यस्तै एउटा मेनु जस्तो पनि बनाइदिउँ नन फङ्सनल भए पनि डिभ आइडी इक्वल टु मेनु यो नाम मैले आफै मन लागि दिइरहेको छु यसको केही मिनिङ छैन पछि हामीले सिएसएस युज गर्दाखेरि चाहिँ यो मेनुहरू यही नाम दियो भने अटोमेटिक सिएसएस दिन्छ अब यसमा चाहिँ होम एक्सपेन्स रिपोर्ट यो त्यतिकै मैले दिएको हो कस्तो देखिन्छ हेर्नलाई कन्ट्याक्ट यति नै अझ एउटा फिडब्याक दिनु डिजाइनमा माथि मेनु जस्तै आएको छ अब यो यहाँभित्र डिस्प्ले गर्ने पेज बनाउँ हामी अब यो चाहिँ मास्टर पेज भयो र यही मास्टर पेज लिएर हामी अब यसको चाइल्ड पेजहरू बनाउँछौँ अब न्यू आइटम गरौँ वेब पेज युजिङ मास्टर पेज यहाँ क्लिक गरौँ र अब हामीले बनाउन लागेको चाहिँ युजर रेजिस्ट्रेसन भएको हुनाले यसको त्यो नाम चाहिँ त्यस्तै खालको राखौँ युज रेजिस्टर राख्दा रेजिस्टर एड यही मास्टर पेज छ हाम्रो जम्मा एउटा मास्टर पेज सिलेक्ट गर्न सोधेको छ मैले site1.master सिलेक्ट गरेँ र यहाँनिर रजिस्टर पेज हाम्रो बनेको छ अहिले ब्ल्याङ्क छ केही पनि छैन यो माथिको चाहिँ मास्टर पेज आएको यो हामीले यहाँ मोडिफाई गर्न मिल्दैन यसलाई मोडिफाई गर्नको लागि मास्टर पेजमै गएर मोडिफाई गर्नुपर्ने हुन्छ अब रेजिस्टर पेजलाई हामीले डिफल्ट डिस्प्ले गर्नुपर्ने हुनाले यसलाई चाहिँ हामीले सेट एट स्टार्ट पेज भन्ने क्लिक गरौँ र अब यसलाई रन गरेर हेरौँ कन्ट्रोल F5 थिच्यो भने रन हुन्छ मेरो चाहिँ गुगल क्रोममा रन हुन्छ यो चाहिँ रेजिस्टर पेज ASPX भन्ने पेज रन भएको छ र यहाँ चाहिँ मास्टर पेज डिस्प्ले भएको छ बिचमा केही पनि कन्टेन्ट नभएको हुनाले मास्टर पेज मात्र डिस्प्ले भएको छ जस्तै मैले यहाँ कुनै कन्टेन्ट राखेँ भनेदेखि हेलो दिस इज रेजिस्टर पेज भयो भने अब यो डिस्प्ले हुन्छ यो कन्ट्रोल C F5 थिच्छ मैले रिफ्रेस गरेँ हेलो दिस इज रजिस्टर पेज यो माथिको भाग चाहिँ मास्टर पेजबाट आयो तलको पनि मास्टर पेजबाट आयो र बिचको जुन कन्टेन्ट छ यो चाहिँ हाम्रो रजिस्टर पेजबाट आएको छ
अब हामीले रजिस्टर पेजको सोर्समा गएर हेरौँ प्याराग्राफ बनाएको छ। अब हामीलाई प्याराग्राफ ल्याउँदा हामीले फर्म बनाउनु पर्ने हुन्छ, किनभनेदेखि हामीले रेजिस्टर गर्नको लागि युजरलाई चाहिँ फर्म बनाएर दिनुपर्ने हुन्छ। त्योभन्दा पहिले हामी अर्को एउटा पेज बनाऊँ, त्यसलाई चाहिँ डिफल्ट बनाऊँ। एड न्यू आइटम, यो पनि यो फर्म युजिङ मास्टर पेज, यो चाहिँ होम भनेर बनाऊँ, यो चाहिँ मेन पेज बनाऊँ। ओके, त्यसै गरी हामी पनि यहाँनिर युजर नेम र पासवर्ड हाल्नको लागि यहाँनिर स्पेस बनाऊँ, रो 3 वटा, कोलम 3 वटा, टेबल राख्दैछ म यहाँनिर। ओके, अब यसमा एउटा लेबल राख्छु, युजर नेम यसमा हाल्ने, त्यस्तै गरी अर्को कपी पेस्ट गर्छु, यसमा पासवर्ड हाल्ने र युजर नेम इन्टर गर्नको लागि एउटा टेक्स्ट बक्स राख्छु, ड्र्याग एन्ड ड्रप। त्यसै गरी पासवर्डको लागि पनि टेक्स्ट बक्स राख्छु, ड्र्याग एन्ड ड्रप। र यो टेबलभन्दा माथि टपमा चाहिँ म सोर्स कोडमा गएर म मोडिफाई गर्दैछु। यो टेबलभन्दा माथिको टपमा चाहिँ यहाँ टपमा चाहिँ एउटा हेडिङ राख्छु म यहाँनिर, अलिक ठुलो अक्षरले लेख्नलाई, प्लिज लगइन टु कन्टिन्यू, यो ठुलो अक्षरमा आउँछ अगाडिपट्टि। र युजरले युजर नेम र पासवर्ड हालेर लगइन गरेपछि मात्रै उनी अरू रेकर्डहरू इन्टर गर्न पाउने हुन्छ। अब यहाँ एउटा बटन राखौँ, यो सबमिट गर्नको लागि लगइन भनेर लेख्नुलाई बटनको नाम चेन्ज गरौँ, बिटिएन लगइन टीएक्सटी, यो युजर नेमको बटनको लागि के अरे टेक्स्ट बक्सको लागि चाहिँ टीएक्सटी युजर, पासवर्डमा टीएक्सटी पासवर्ड, राखौँ। पासवर्डलाई हामीले पासवर्ड क्यारेक्टर डिस्प्ले गर्ने बनाउनको लागि टेक्स्ट मोड भनिन्छ। यो टेक्स्ट बक्सको टेक्स्ट मोड भन्नमा गएर यहाँनिर पासवर्ड सेलेक्ट गरेपछि यहाँ लेखिएको क्यारेक्टरहरू देखिँदैन र पासवर्ड हाइड हुन्छ। अनि एकचोटि यसलाई रन गरेर हेरौँ, Ctrl+F5 रन भइरहेछ। सेभ गरौँ, यो रजिस्टर पेज खुलिरहेको छ अहिले, यो चाहिँ हाम्रो भयो होम भन्ने पेज हो। रन गरौँ, हाम्रो home.aspx। अब कुनै पनि युजरले हाम्रो वेबसाइटमा लगइन गर्ने वेबसाइटमा आउने बित्तिकै उसले चाहिँ यहाँ युजर नेम र पासवर्ड हाल्ने फिल्ड देख्छ र त्यहाँनिर लगइन क्लिक गरेपछि हामीले त्यसलाई लगइन एक्सेस दिनुपर्छ यदि युजर नेम र पासवर्ड राइट छ भनेदेखि। अब यहाँनिर म थोरै डिजाइनिङको काम गर्छु, यो अलिकति साइडमा गएको छ, यो एक्सेस म्यानेजमेन्ट सिस्टम लेखेकोलाई म बिचमा लिएर आउँछु। त्यसको लागि मैले हल्का सिएसएसमा काम गर्नुपर्ने हुन्छ। ल स्टप गरौँ र यही होम पेजलाई नै म डिफल्ट बनाउँछु, सेट एज स्टार्ट पेज। र हल्का डिजाइनिङको लागि म एउटा सिएसएस पेज बनाउँछु, न्यू आइटम, स्टाइल सिट, नाम चाहिँ मेन राखिदिन्छु, एड। र अघि मैले हेडरहरू बनाए जस्तै एउटा ऱ्यापर भनेर बनाउँछु, RAPP ऱ्यापर, यसको
विथ तपाईँलाई टिएस यसको विथ चाहिँ 900 px बनाउँछु अहिले अनि मार्जिन लेफ्ट अटो बिचमा आउँछ यो मार्जिन राइट अटो गरेपछि दुईटै अटो गरेपछि यो पेज चाहिँ यो ऱ्यापर भने चाहिँ बिचमा आउँछ बिचमा आउँछ र राम्रो देखिन्छ ब्याक कलर पनि राखौँ ब्याकग्राउन्ड कलर ह्याज यो चाहिँ HTML फर्मेटमा डी फेरि अलिकति ग्रे कलरको ब्याकग्राउन्ड आउँछ र यति भइपुग्छ अहिलेलाई र यो मेन र CSSलाई अब हामीले यो मास्टर पेजमै एट्याच गरौँ मास्टर पेजको सोर्स गर्न जाऊँ र यसको हेडभित्र हालिन्छ नर्मल्ली यहाँबाट ड्र्याग एन्ड ड्रप गरौँ यो लिङ्क गरौँ यो लिङ्क भयो र लिङ्क भइसकेपछि यो जुन पुरै हाम्रो वेबसाइट छ त्यसलाई चाहिँ ऱ्यापरभित्र ऱ्याप गरिदिउँ बडी पछि एउटा डिभ थप्दिउँ डिभ आइडी इक्वल टु ऱ्यापर भनेर हामीले बनाएको छौँ $APPR डिभ भित्र सबैलाई राखौँ बडीभन्दा लास्टमा मैले डिभले क्लोज गरौँ यो डिभ चाहिँ ऱ्यापरको डिभ हो अब यो रन गरेर हेरौँ हामी एक्चुअली सेभ गरौँ डिबग स्टार्ट विदाउट डिबगिङ अब हाम्रो पेज बिचमा आएको छ अघि साइडमा आएको थियो भने अब हाम्रो पेज बिचमा आएको छ र यो एक्सपेन्स म्यानेजमेन्ट सिस्टम लेखेको र यो होमहरू लेखेको प्लिज लगइन लेखेको यदि बोर्डरसँग टाँसिएको छ यो म हल्का यसलाई यता बिचतिर ल्याउँछु यो टाँसेर अलिक नराम्रो देखियो त्यसको लागि मैले मेनमा गएर यही ऱ्यापरमा प्याडिङ चारैतिर 10 px राख्दै पुग्छ रिफ्रेस गरौँ अब चाहिँ भित्रमा टास्कहरू छैन बिचमा आएको छ अब हाम्रो यहाँ युजर नेम र पासवर्ड हालेपछि युजरले लगइन गर्ने सिस्टम बन्यो डिजाइन बन्यो अब यो यदि युजरसँग युजर नेम र पासवर्ड छैन भनेदेखि उनले नयाँ रेजिस्टर पनि गर्न पाउनुपर्ने हुन्छ त्यसको लागि यहाँ एउटा लिङ्क दिउँ टेबल पछाडि यहाँ स्पेस राखौँ अलिकति न्यू युजर क्वेसन मार्क प्लिज रेजिस्टर डिजाइन हेरौँ यहाँ तलपट्टि न्यू युजर हो भनेदेखि प्लिज रेजिस्टर भनेर यहाँ मेसेज डिस्प्ले गरेको छ र यो रेजिस्टर भन्ने जुन छ यसमा हामीले यो जुन रेजिस्टर भन्ने पेजलाई लिङ्क गरौँ त्यसको लागि यहाँबाट HTML कोड राख्नुपर्ने छ AHREF इक्वल टु register.aspx ब्याकेट क्लोज अनि क्लियर हाइपरलिङ्क बनाएको HTML को कोडिङ हो यो अब हाम्रो यो रेजिस्टर भन्ने लिङ्कमा क्लिक गऱ्यो भनेदेखि register.aspx पेज चाहिँ ओपन हुन्छ ट्राई गरौँ अब युजरले यहाँनिर यो देखेपछि उसँग युजरनेम र पासवर्ड हुँदैन त्यही भएर उसले यहाँ क्लिक गर्छ र यो रेजिस्टर भन्ने पेज खोलेको छ अब यो रेजिस्टर पेजमा हामीले युजरले फिलअप गर्नुपर्ने कुराहरूलाई राख्नेछौँ त्यसको लागि हाम्रो युजरले कतिवटा कुरा फिलअप गर्नुपर्छ भनेदेखि उसले फुल नेम इमेल पासवर्ड एज फोन एड्रेस यति फिलअप गर्नुपर्ने हुन्छ भनेपछि एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छवटा फिल्डहरू हाल्ने ठाउँ हामीले बनाउनु पर्यो त्यसको लागि फेरि टेबल बनाऊ रो 9वटा राखौँ यत्तिकै 6वटा मात्रै युज हुन्छ र पनि 9वटा राखौँ कलम 3टा राखौँ ओके अब यहाँनिर
अब यहाँनिर हामीले लेबल राख्दै अथवा लेबल नराखी पनि गर्न मिल्छ। यहाँनिर फुल नेम अघिको डेटाबेस टेबल हेर्दै गर्नुपर्ने हुन्छ। फुल नेम इमेल त्यस्तै पासवर्ड त्यस्तै आएर एज फोन नम्बर त्यसपछि एड्रेस यति नै हो। अब यो फिलअप गर्नको लागि टेक्स्ट बक्सहरू चाहिन्छ। फोन नेमको लागि टेक्स्ट बक्स ड्र्याग एन्ड ड्रप गरौँ। फोन नेम बोलायो। अब यसलाई म कपी पेस्ट गर्छु। पेस्ट पासवर्डलाई पनि फेरि पेस्ट पेस्ट फोन नम्बरलाई पनि पेस्ट एड्रेसलाई पनि पेस्ट एड्रेस चाहिँ मल्टिलाइन गरौँ। अहिले सिङ्गल लाइन भइरहेछ मल्टिलाइन गरौँ धेरै डाटा राख्नको लागि। फुल नेम भइहाल्यो। मैले विथ बनाउने छु 200 px यो पनि 200 px अब टेक्स्ट बक्सको नामहरू चेन्ज गरौँ। txt फुल नेम त्यस्तै गरी त्यस्तै गरी यहाँनिर txt इमेल आइडीमा txt इमेल आइडीमा क्लिक गर्नुपर्ने पर्छ। गरी txt पासवर्ड त्यस्तै गरी यसको नाम txt एज यसको txt फोन त्यस्तै गरी यसको txt एड्रेस txt add RESS एड्रेस र एउटा सबमिट बटन चाहिँ चाहिने हाल्यो। यसमा रेजिस्टर भनेर लेखौँ। बटनको नाम चाहिँ BTN रेजिस्टर। अब यो रजिस्टर बटन क्लिक गरेपछि नयाँ डेटा गएर हाम्रो अघि बनाएको युजर डेटाबेसमा गएर फिलअप हुनुपर्ने हुन्छ। त्यसको लागि कनेक्सन स्ट्रिङ हामीले चाहिन्छ डेटाबेस कनेक्ट गर्नको लागि। त्यो भिजुअल स्टुडियो आफैले पनि पाउन सक्छ। कनेक्सन स्ट्रिङ अटोमेटिक गर्नको लागि SQL डेटा सोर्स भन्ने एउटा कम्पोनेन्ट छ .NET कम्पोनेन्ट। यसलाई ड्र्याग एन्ड ड्रप गरौँ। यहाँ ड्रप गरेको छ र यसलाई कन्फिगर डेटा सोर्स गरौँ र यहाँबाट हामीले हाम्रो डेटाबेस सिलेक्ट गर्न सक्छौँ। EMS डेटा यो हाम्रो डेटाबेस यो हो। नेक्स्ट गरौँ र यहाँनिर डु यु वान्ट टु सेभ द कनेक्सन इन द एप्लिकेसन कम्युनिकेसन फाइल भनेर सोधेको छ र यही कुराको लागि हामीले यो हालेको हो र यस गर्ने र नेक्स्ट गर्ने र यो डेटाबेस यो सिलेक्ट गर्ने भनेर सोधेको छ। यो पनि हाम्रो युजर सिलेक्ट गर्दा केही फरक पर्दैन। नेक्स्ट गरौँ फिनिस गरौँ। हामीले अहिले यसलाई युज गर्दैनौँ। खालि हामीले कनेक्सन स्ट्रिङको लागि जस्तै यो वेब डट कन्फिगमा हामीले टाइप गर्न नपरोस् भन्नलाई यो गरेको हो र यहाँनिर उसले अटोमेटिकली कनेक्सन स्ट्रिङ हालिदिएको छ। कनेक्सन स्ट्रिङ भन्ने यहाँ बनाइदिएको छ। नेम इक्वल टु EMS कनेक्सन स्ट्रिङ भनेर यहाँनिर बनाएको छ। यसरी नत्र भने हामीले यो टाइप गर्नु पर्थ्यो। यहाँ नेम राखेको छ। कनेक्सन स्ट्रिङमा डाटा सोर्स चाहिँ yum/pc-SQL एक्सप्रेस सर्भरको नाम त्यसको डाटाबेसको नाम यहाँ लेखेको छ क्याटलगमा EMS डेटा भनेर।
यो अटोमेटिक जेनेरेट भएको छ। अब यसलाई हामी हाम्रो एसक्यूएल कनेक्सन कोडिङमा हामी युज गर्छौं र अब हामी यो एसक्यूएल यो हाम्रो रेजिस्टर पेजमा हामी कोडिङ गरौँ। एउटा फंक्सन बनाउँ, यहाँनिर मेथड बनाउँ, void save new user भनेर। सेभ न्यू युजर भन्ने हामीले एउटा मेथड यहाँ क्रिएट गर्न लागेको छु। त्योभन्दा पहिला एकचोटि हामी हाम्रो फर्म कस्तो देखिएको छ त्यो हेरौँ डिबग गरेर। रेजिस्टरमा क्लिक गरौँ र हाम्रो यस्तो खालको फर्म बनेको छ, फुल नेम, इमेल, पासवर्ड राख्ने। र यहाँ रेजिस्टर क्लिक गरेपछि हाम्रो बाइको फंक्सन कल हुन्छ र युजरको रेकर्ड चाहिँ बस्छ। र अब म अहिलेको फंक्सनमा कोडिङ गर्न थाल्छु। र सबभन्दा पहिले हामीले एसक्यूएल लाई युज गर्नुपर्ने हुनाले सिस्टम data.sql क्लाइन्ट युज गर्नुपर्ने हुन्छ। अब यहाँनिर कुनै पनि डाटाबेस मा सेभ गर्नुभन्दा पहिले त्यो डाटाबेसमा कनेक्सन गर्नुपर्ने हुन्छ। त्यसको लागि हामीले एसक्यूएल कनेक्सन भन्ने बनाउँछौँ। कन नाम राख्ने भयो, कन एसक्यूएल कनेक्सन कन इक्वल टु न्यू एसक्यूएल कनेक्सन। र यहाँ अब यहाँ हामीले चाहिँ स्ट्रिङ कनेक्सन स्ट्रिङ पास गर्नुपर्ने हुन्छ, जुन हाम्रो web.config भन्ने फाइलमा सेभ गरेको छ। जस्तै यसले चाहिँ एक्सेस गर्नको लागि config gnf system.configuration manager.connection string ब्रैकेट ओपन र नाम के छ त्यो नाम दिएर डट कनेक्सन स्ट्रिङ गरेपछि यो चाहिँ एक्सेस हुन्छ। यो नाम म हेर्छु के दिएको छ, यो नाम चाहिँ EMS डेटा कनेक्सन स्ट्रिङ दिएको छ। मैले कपी गरेर त्यहाँ पेस्ट गर्छु। कपी गरेर यो मेरो रेजिस्टर पेजमा गएर पेस्ट गर्छु। यहाँनिर यो चाहिँ यो web.config को हामीले डाटालाई एक्सेस गरेका हौं। न्यू एसक्यूएल कनेक्सन system.configuration manager.connection string यो EMS डेटा कनेक्सन स्ट्रिङ गरेपछि चाहिँ यो वेबमा भएको जुन यो जुन छ यो डेटा सोर्स इक्वल टु यम पीसी यो जुन छ यो त्यहाँ आएर त्यहाँ रिप्लेस हुन्छ। र यो कनेक्सन चाहिँ हामीले हरेक डेटाबेस कनेक्ट गर्दाखेरि हरेक पटक युज गर्छौँ। अब कन डट ओपन गरौँ। यसलाई हामीले ट्राई क्याचमा राखेर गरौँ ट्राई। एक्सेप्सन एक्स अब डाटाबेस कनेक्सन भएको छ। अब हामीले क्वेरी लेख्नको लागि कमान्ड क्रिएट गर्छौँ। एसक्यूएल कमान्ड एसक्यूएल कमान्ड cmd इक्वल टु न्यू एसक्यूएल कमान्ड cmd dot कमान्ड टेक्स्ट इक्वल टु अब यहाँ हामीले एसक्यूएल क्वेरी लेख्छौँ। इन्सर्ट डाटा इन्सर्ट गर्नको लागि इन्सर्ट इन्टु युजर टेबल हामीले के बनाएको छ भनेदेखि फुल नेम त्यस्तै इमेल पासवर्ड त्यसपछि एज त्यसपछि फोन हामीले के बनाएको छौँ
त्यसपछि एड्रेस, त्यसपछि आएर डेट, यहाँ हामीले दिनुपर्ने हुन्छ आफैले, मेसेज चाहिँदैन, युजर आइडी आफै क्रिएट हुन्छ, रिमार्क चाहिँदैन, मेसेज चाहिँदैन, स्ट्याटस त्यो पनि 0 हालिदिउँ, डिस्ट्रिब्युटिभ स्ट्याटस, भ्याल्युजमा चाहिँ एडरेट गर्दै प्यारामिटर हामी पास गर्छौँ, फुल नेम, इमेल, पासवर्ड, एज, फोन, address, date, status, यो भयो, ब्याकेट क्लोज, स्विङ क्लोज। अब हामीले यहाँ स्ट्याटसमा चाहिँ 0 हालिहाल्छौँ, डेटमा चाहिँ अहिले भर्खर सिस्टमको डेट हामी सेभ गर्नेछौँ।